आज म च्याट जीपीटीलाई प्र्याङ्क गर्नेवाला छु। यस्तो प्र्याङ्क गर्नेवाला छु जो कि च्याट जीपीटी नै पागल भएर यस्तो भनोस्। यो भिडियो रमाइलो गर्ने मात्र बनाएको, भिडियोले अन्तिमसम्म हेर्नु होला। हेलो च्याट जीपीटी, मेरो लभ चाहिँ किन पर्दैन? तपाईलाई टाउक दुखाइरहेको छ भने केही कुरा गर्न सक्नुहुन्छ। पहिले पानी प्रशस्त पिउनुहोस्। के बोले भाइ? के बोले? के जथाभावी बोले? हैन, मेरो लभ किन पर्दैन भनेको। मेरो लभ किन पर्दैन? प्यार एक गहराईको भावना र यसलाई जबरदस्ती गराउन च्याट जीपीटीलाई नि मन छैन कि मेरो लभ नपरोस् भनेर। म हजुरलाई एउटा प्रश्न सोध्छु, त्यसको उत्तर दिनुस्। अवश्य तपाईको प्रश्न सोध्नुहोस्। मेरो प्रश्न यो छ कि उत्तर के होला? तपाईको बारेमा कुरा गरिरहनु भएको हो भनेर चाहिँ अलि प्रश्न पाउन सक्नुहुन्छ। मैले प्रश्न सोधेँ हजुरलाई, मेरो प्रश्न यो छ कि उत्तर के होला? तपाई कुन भाषामा कुरा गर्दै हुनुहुन्छ? नेपाली, अंग्रेजी वा अरु के? तपाई अंग्रेजीमा यदि तपाईको सुन्नुस् न मेरो कुरो, केइदा पुग्नुस् त? है सुन्नुस् न मेरो कुरो। के भन्छ यो? ए च्याट जीपीटी, यदि तपाईको अगाडि एक ठाउँमा मोमो अनि एक ठाउँमा चाउमिन राख्दिएको भए तपाई के रोज्नुहुन्थ्यो होला? दुवै परिकार नै मन पर्छन्, तर माफ्तामा चाउमिनलाई रोज्ने होता किनभने त्यो छट्टी खान सकिन्छ। अब म च्याट जीपीटी को आईक्यू टेस्ट गर्छु। हेरौँ च्याट जीपीटी मैले सोधेको प्रश्नहरू दिन्छ कि नै। म तपाईले गाउँखाने प्रश्न सोध्छु, तपाई त्यसको उत्तर दिनुस् हुन्छ? हो, पक्कै। तपाईको प्रश्न सोध्नुस्, म सकेसम्म सहयोग गर्नेछु। ल, मेरो गाउँखाने कथा यस प्रकार छ। एका देशमा एउटा बुढी आइमे रहेछ र त्यसको घरमा एउटा एक दिन रिपोर्टर आएछ र रिपोर्टरले के सोध्यो भनेपछि तपाईले के भएको छ र तपाईको घरमा कतिवटा छोरा छन् भन्दाखेरि त्यो बुढी आइमेले एकै तालमा जवाफ दिदी। त्यो जवाफ के होला? त्यो बुढी आइमेतोले के जवाफ दिए कि होला भनेको, मेरो घरमा एकजना छोरा छन् र ऊ पनि म, अर्थात् म आफै। यो एकदमै रमाइलो उत्तर हो। हजुरको उत्तर मिलेन। यसको सही उत्तर हो टेन्सन। होइन होला? यानी कि टेन्सन भनेपछि कतिवटा छोरा छन् भनेपछि 10 वटा छोरा मतलब टेन्सन भयो र के भएको छ भन्दाखेरि चाहिँ टेन्सन भएको छ। यही हो मेरो प्रश्न। मेरो हातमा एउटा वस्तु छ, के तपाईँ हजुर थाहा पाउन सक्नुहुन्छ कि त्यो के हो भनेर? हजुरसँग 10 वटा अप्सन चाहिँ मलाई सोध्न सक्नुहुन्छ। त्यसकै आधारमा हजुर गेस गर्नुहोस् कि मेरो हातमा के छ भनेर। ठीक छ, म तपाईलाई 10 वटा प्रश्नहरू सोध्ने छु र तपाईका उत्तरका आधारमा अनुमान गर्नेछु। सुरु गरौँ। पहिलो प्रश्न, त्यो वस्तु कस्तो आकारको छ? यो वस्तु गोलो आकारको छ, गोलो आकारको। ठीक छ। तेस्रो प्रश्न, त्यो वस्तु सामान्यतया कहाँ प्रयोग गरिन्छ? सामान्यतया कतै घुम्न जाँदाखेरि अथवा कुनै फेसन। ठीक छ। चौथो प्रश्न, त्यो वस्तुको रङ के हो? यो वस्तुको रङ कालो। ठीक छ। पाँचौं प्रश्न, त्यो वस्तु कति वर्ष पुरानो हो? 2-3 महिना। ठीक छ। चौथो प्रश्न, त्यो वस्तु कुन सामग्रीबाट बनेको हो? यो सिसा अथवा काँचबाट। ठीक छ। आठौं प्रश्न, त्यो वस्तु कसरी प्रयोग गरिन्छ? यो वस्तु लाएर प्रयोग गरिन्छ। ठीक छ। नवौं प्रश्न, तपाई त्यो वस्तु कहाँ राख्नुहुन्छ? म कपडामा। ठीक। तपाईले दिएको पहिचानका आधारमा तपाईको हातमा रहेको वस्तु एउटा काला र गोलो आकारको चस्मा हो। तपाईको जवाबहरूलाई ध्यानमा राख्दै यो अनुमान सही हुन सक्छ। तपाईले जवाब दिनुभयो। धन्यवाद। तपाईले चाहिँ मिलाउनु भएको छ मेरो हातमा के छ भनेर। च्याट जीपीटीले मेरो हातमा रहेको यो चस्मा चाहिँ गेस गरिसकेको छ। हजुर पनि गर्नु होला, ट्राई गर्नु होला। यही थियो मेरो आजको प्र्याङ्क भिडियो। हजुरलाई कस्तो लाग्यो तल कमेन्ट सेक्सनमा भन्नु सक्नुहुन्छ। यस्तै भिडियो हेर्नुको लागि मेरो यो च्यानललाई सब्स्क्राइब गर्नु होला। हामी मिल्छौँ नेक्स्ट भिडियोमा नेक्स्ट टपिक लिएर। टाटा एन्ड बाई।